दर्शकबिन नमस्कार, म सुजय अन्दियाली। तपाईँले हेर्नुहुन्छ साइनाखबर.com। यति बेला म छु पत्री शनि नगरपालिका वडा नम्बर 10 स्थित जिरीखिम्ती। यो जिरीखिम्तीको सिंहदेवी दुर्गा मन्दिरको परिसरमा म उपस्थित भएको छु र विशेष गरी आज यो मन्दिरको विषयमा हामी यहाँको यो भदौ 5 गतेदेखि 13 गतेसम्म पुराण छ। यो पुराणको आर्थिक संयोजक समितिको अध्यक्षज्यूसँग हामी थोरै कुराकानी गर्नेछौँ। सर नमस्कार। नमस्कार। आराम हुनुहुन्छ? एकदम आराम छ। यो भदौ 5 देखि भदौ 13 गतेसम्म विशाल पुराण सञ्चालन हुन गइरहेको छ। यस विषयमा थोरै जानकारी गराइदिनु न। ठिक छ, हजुरले मलाई यहाँको जुन पुराणदेखि लगायत यहाँको यो देवी थान हाम्रो चाहिँ सिंहदेवी दुर्गा मन्दिर हो, यसको विषयमा बोल्ने जुन हजुरले जुन टाइम दिनुभएको छ अथवा चाहिँ मैले बोल्ने मौका दिनुभएको छ, यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। विशेष गरी यो चाहिँ प्रकृतिबाटै पछाडि बनाएको मन्दिर त हाम्रो उतापट्टि छ र यो चाहिँ प्रकृतिबाटै फर्स्टमा जति बेला यो उत्पत्ति भयो, पृथ्वी उत्पत्ति हुँदैखेरिदेखि चाहिँ यो देवी थानको उत्पत्ति भएको कहावत छ। मेरो बुवा, हजुरबुवा, जे बुवा हजुरको पालादेखि पनि यो मन्दिर चाहिँ आफै उत्पत्ति भएको। यहाँ चाहिँ अब तपाईँको चाहिँ त्यति बेला चाहिँ देख्नुहुन्थ्यो अरे, यहाँ चाहिँ तपाईँको चाहिँ सेतो घोडामा देवी चढेर आउने अनि फेरि यहाँबाट परिक्रमा गरेर फेरि फर्केर जाने, त्यस्तो खालको देख्नुहुन्थ्यो अरे। अहिले त अब समय स्थिति सबै कुराले गर्दाखेरि अहिले हामीले त्यो चाहिँ देख्न पाएकै छैन, तर पनि हामी विश्वास के छौँ भने यहाँनिर हामीले स्वच्छ मनले स्वच्छ हृदयले सोचेर आएर केही कुराहरू वर मागेका छौँ भनेदेखि चाहिँ पुरा हुन्छ, पुरा भएका छन् भन्ने कहावत छ। र अर्को कुरामा के जोड्न चाहन्छु भने विशेष गरी अब यो हाम्रो पत्री शनिश्चरी वडा नम्बर 10 जिरीखिम्तीमा अवस्थित यो मन्दिरको अहिले जुन 5 गते भदौ 5 गतेदेखि 9 दिनको पुराण नभा पुराण चाहिँ हामीले देवी भागवत पुराण चाहिँ आयोजना गरेका छौँ। त्यो समितिको चाहिँ आर्थिक व्यवस्थापन समितिको संयोजक मलाई उहाँले चुन्नु भएको छ। अब यही सिलसिलामा चाहिँ म के भन्न चाहन्छु भने हजुरहरू नगरवासी, नगरदेखि ओरतिर परतिर छरिएर रहनुभएका अरू नगरका अनि देश विदेशमा रहनुभएका नेपाली अधिराज्यभरिदेखि लगायत अरू देशमा पनि रहनुभएका सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई निमन्त्रणा गर्न चाहन्छु। हाम्रो चाहिँ भाद्र 5 गतेदेखि यहाँ चाहिँ पुराण लागेको छ होइन, भाद्र 5 गतेदेखि 13 गतेसम्मको पुराण छ। हजुरहरू उपस्थिति भइदिनु होला अनि हामीहरूलाई हजुरहरूले सल्लाह सुझाव को अपेक्षा पनि राखेका छौँ भन्न चाहन्छु। यही भिडियो मार्फत यहाँ जसले हेर्नु भएको छ यो भिडियो अथवा यो समाचार जसले हेर्दै हुनुहुन्छ, यही मार्फत सबैजनालाई भन्न चाहन्छु, निमन्त्रणा गर्न चाहन्छु, हजुरहरू सबैजना उपस्थिति भइदिनु होला। सर, अनि यो विशेष गरी अहिले यो पुराण सञ्चालनमा हुन गइरहेको छ र यो विशेष गरी खास यो पुराण चाहिँ कसरी लगाउने निर्णय भयो र के का लागि चाहिँ यो लगाउने